भन्नु त। हेलो गाइस वेलकम टु माई ब्लग। हामी आज जाँदै छौँ कता भन्दा पुल्चोकी। हाम्रा सरहरू हुनुहुन्छ यहाँ खतरा 3 जना र 4 जना म यता अब हाम्रो नास्ता पानी भइसक्यो। अब हामी चियाको वेटिङमा छौँ। चिया खाएपछि हाम्रो अब यात्रा सुरु हुन्छ फुलचोकी डाँडा। अब हामी गोदावरीबाट फुलचोकीको यात्रामा छौँ। या मामा चाउचाउ खाएर है। जति जति अगाडि बढ्दैछ त्यति त्यति मौसम खुल्दैछ साथीहरू। मौसमले साथ दिँदैछ। या अब मौसम खुल्दैछ। बिहान पख पानी पर्यो। अब चाहिँ खुला मौसममा घुम्दैछौँ हामी। यहाँ अलमल हुँदैछ। यहाँ हाम्रो गोविन्द सरले गाइड गर्दै हुन्छ हामीलाई। हाम्रो आजको गाइड उहाँलाई पूर्ण रूपमा जिम्मा दिएका छौँ। हामीलाई गन्तव्यसम्म पुर्याउनेछ भन्ने पुरा विश्वासमा छौँ हामी। पुरा विश्वासमा हिँडिरहेको छौँ है साथीहरू। ल यस्तो छ अवस्था। छोटो छोटो क्लिप बनाएर लगाइदिनेछौँ हजुरहरूलाई। ठिक छ म आफै देखाइरहेको छु यस्तो गरी। ल साथीहरू हाम्रो जङ्गलको यात्रा सुरु भइसकेको छ। सबै कालो आयौँ आउनु चाहिँ। ल हामी हिँड्दैछौँ है गाई चाहिँ जङ्गलको बाटो। हामी कन्फ्युजमै हिँड्दैछौँ अझसम्म पनि। अझैसम्म हामी कन्फ्युजमै हिँड्दैछौँ हामी। अझै पुगिन्छ होला आशा गरौँ। हेरौँ कस्तो हुन्छ कतिखेर पुगिन्छ। सम्पूर्ण तपाईँहरूलाई भिडियो मार्फत देखाउने छु। वाउ गुराँस। ल यस्तो छ गुराँसको। नटिपौँ फुलको संरक्षण गरौँ। हेरौँ आनन्द लिउँ। साथीहरू यो ठाउँ चाहिँ अलि उकालो रहेछ। लास्टै गाह्रो भइसक्यो तर हामी हिम्मत हारेका छैनौँ। हामी हिँड्दैछौँ। हामी हिम्मत हार्ने छैनौँ। हामी रेस्ट पनि गर्ने छैनौँ। ठाडै उकालो रहेछ। यो हेर्नुहोस् बाटो यस्तो छ। सजिलै छ हिँड्न सक्नेको लागि। हामीलाई चाहिँ ठिकै लाग्यो बाटो। हामी अब सुस्त गतिमा एकदम हिँड्दैछौँ। हाम्रो गन्तव्यसम्म रमाइलो हुनेवाला छ। हट वाउ एकदम सुन्दर शान्त हरियाली वातावरणमा हाम्रो कछुवाको तालमा छैन छ। ल बल्ल सम्म आइपुग्यो। अलि साहस बढ्दैछ हिँड्न सक्ने। अलि सम्म रहेछ यहाँनिर चाहिँ। के गर्नु गाइज यस्तै छ हाम्रो आजको यात्रा। जङ्गल गोरेटो बाटो हुँदै आज हाम्रो यात्रा फुलचोकी डाँडासम्म हुनेछ। हेर्नुहोस् कस्तो भइरहेछ भन्नुहोस्। आजको यात्राको अनुभव सुनाउँदै गर्नुहोस्। होइन जम हामीसँग पुग्न सक्ने सामर्थ्य अझै पनि राख्दैछौँ। या Good. Enjoy Pulchowki. Come on, Jogger. Okay, so that's it. Yeah. It's steep up there. We did it last. यस ठाउँमा एकछिन अलमल भयौँ र हाम्रो टुरिस्ट आन्टीले बताइदिनु भयो ताकि हामीलाई थाहा नभएको बाटो उहाँहरूले हामीलाई भनिदिनु भएकोमा धन्यवाद।
हामी अब उकालो लाग्दैछौँ We are internal, they are external. Internal हैन हामी नेसनल उनीहरु इन्टरनेसनल मृगलाई मैले ताकेको होइन मायालाई राखेको रेशम फिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फिरी या ल खुट्टा त जाउँ यो भन्दा त कति चल्दिन्छ हामीले यहाँ अर्को टोली पनि भेटिसक्यौँ ल हस् अनि के हामी चाहिँ के गुराँस हेर्न सक्नुहुन्छ तपाईँहरूले फेरि यस्तो फुलिरहेको छ गुराँसै हो कुहिरो हावाको बेगसँगै माथि माथि पहाड चढ्दैछ हाम्रो सहरमा थाकिरहनु भएको छ अरू टोलीहरू पछाडिबाट आउँदै हुनुहुन्छ उहाँहरूको 40 जनाको ग्रुपलाई छोडेर अगाडि बढिरहेछौँ रमाइलो मिङ्गालो फुलेर ढकमक्क भएर बाटो पनि छेकेको रहेछ हामी यस्तो बाटो जाँदैछौँ हाम्रो बाटो यस्तो छ ठाउँमा निगालो घारी छ म चाहिँ नास्ता खाँदै हिँडिरहेको छु बाटोको अवस्था राम्रो पनि छ ठाउँमा निगाल्दै छेकिरहेछ हेर्नुहोस् गाइज यस्तो अवस्था रहेछ बाटोको हामी 4-5 घन्टा हिँडिसक्यौँ अझै आइपुगेको छैन हाम्रो फुलचोकी डाँडा डेस्टिनेसनमा अब आधी घन्टा 1 घन्टा जतिमा हामी आफ्नो डेस्टिनेसन पुग्ने छौँ हेर्नु होला यस्तो छ अवस्था ल फाइनली गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ अब हाम्रो धेरै मिनेट टाढा छैन के छ भन्नुहोस् आजको यात्रा एकदम दुःख कष्टका साथ हैन हामी आइपुगेका हामीले चाहेको बोलेको स्थानमा आइपुग्नै आँटेका छौँ ल आइपुग्यौँ अब यही हो फुलचोकी डाँडाको दृश्य जता गयो जय शम्भु हो मोटरसाइकल गाडी पार्किङ यता चिया नास्ता उता यता हामी उता हामी यता चियापान नास्ता उता पुस्ता फेरि तनाव दिने बाटो आयो हैन अब सकियो क्या यो यो गाइज हेर्नु ल यसको पनि हामीले डेस्टिनेसन कम्प्लिट गर्यौँ वाउ शिवलिङ्ग हाम्रा साथीहरू शिथिल भइसक्नु भएको छ अब हाम्रो यहाँको रेस्टिङ समय 1 आवर हुनेछ ल अब यहाँ जुत्ता चप्पल खोलेर हामी भित्रको अवलोकन गर्नेछौँ
ल खोलौँ खोलौँ जाम न सत्य कुरो फुलचोकी डाँडाको फुलचौकी डाँडाको रमणीय दृश्य यस्तो छ है यहाँ ल चढाउनुहोस् चढाउनुहोस् भेटी उहाँ चाहिँ चलाउँछ माथि जाम फुलचोकी डाँडाको दृश्य चाहिँ यही हो साथीहरू यस्तो छ यहाँ चाहिँ मन्दिर एरिया हो र हामी चाहिँ अब यही दर्शन गरेर हामी फर्किनेछौँ